सबैजनालाई नमस्कार। आज हामी पूर्वेली सेकुवा कर्नर माछा पोखरीको चाहिँ भाइरल भाइको चाहिँ यो पूर्वेली सेकुवा ब्रान्चमा जाँदैछौँ। जुन चाहिँ यो माछा पोखरीबाट हामी बिस्तारै बाइपासतिर अगाडि जाने, सिधै जाँदै जाँदा जाँदा अगाडि जानु पर्यो। सिधै जाने यसरी यताउता जाने, यसरी जाने। अब बाइपास ठ्याक्कै त्यो माथि उकालो, हल्का उकालोतिर नपुग्नुभन्दा अलि तलबाट यो रातो बोर्ड भएको माथि बोर्ड भएको घर देख्नु भएको छ नि, ठ्याक्कै हो। त्यहाँबाट अलिकति माथि जाने यो चाहिँ जाने हो ठ्याक्कै माथि। यो हेर्नुहोस्, ठ्याक्कै यहाँ नै हो पूर्वेली सेकुवा कर्नर देख्नुहुन्छ बाइपासमा। आफूलाई जुन राम्रो लाग्छ छानी तोल्न लाउने 1200 रुपियाँ केजी छ क्यारे। अनि यसो मैले राखेको हुन्छ, आफूलाई मनपर्ने चिजहरू यसो गरेर तोलेर राख्नु पर्यो, मनपर्ने जति छानेर राख्नु पर्यो। त्यसपछि बिस्तारै यसरी छानिसकेपछि एकछिन आराम गर्ने, चिसो तातो पानीहरू खाने, बिस्तारै एकछिन पछि ल्याइदिन्छ। ल है त आउँदैछ, लु हेर्नुहोस् यसरी आउँछ पूर्वेली सेकुवा कर्नरको सेकुवासँग भुजा, सलादहरू, अचार आइटम, दालमोट यसमा आउने गर्छ। अनि सेकुवा यसरी। ल अब हामीले त सुरु गऱ्यौँ है त। हजुरहरू पनि पूर्वेली सेकुवामा जानु होला। ल सबैलाई धेरै धेरै धन्यवाद।